चुनाव आउन केही महिना मात्र बाँकी हुँदा एउटा रोचक दृश्य सार्वजनिक हुन्छ। निश्चल बस्नेत 2 रुपैयाँ फिल्मका निर्देशक र प्रधानमन्त्री बालेन्द्र शाहका हालका राजनीतिक सल्लाहकार असीम शाहसँगै राष्ट्रिय स्वतन्त्र पार्टीको वरिष्ठ नेताहरूबीच देखिन्छन्। असीम शाह त्यहाँ हुनु स्वाभाविक थियो, किनकि उनी पार्टीका सदस्य मात्र होइनन्, प्रतिनिधि सभामा रासोपाको प्रतिनिधित्व गर्ने व्यक्तित्व पनि हुन्। तर कुनै राजनीतिक सदस्यता नै नभएको एक फिल्म निर्देशक त्यही घेराभित्र देखिनु यो साधारण कुरा थिएन, यो प्रश्न जन्माउने दृश्य थियो। चुनावको मितिको लगभग 1 महिना अघि बालेन्द्र शाह र रासोपा देश दौडामा चुनावी माहौल तताइरहेका हुन्छन्। ठीक त्यही समय ओएसआर मुभिजको युट्युब च्यानलमा निश्चल बस्नेतकै निर्देशनमा बनेको राजनीतिक विषयवस्तु बोकेको फिल्म दिमाग खराब रिलिज हुन्छ। अब प्रश्न उठ्छ, यो केवल संयोग थियो कि रासोपाको इलेक्सन क्याम्पेनसँग जोडिएको कुनै स्ट्राटेजिक प्लान, वा निश्चल बस्नेतले टाइमिङ मिलाएर लिएको एउटा स्ट्राटेजिक बिजनेस डिसिजन?